वेलकम टू माई न्यू ब्लग। आज चाहिँ हामी घरको सरसफाइ गर्दैछौँ। गर्न त अस्ति नै गरेको, त्यही भएर आज हल्का भुसपात लागेछ। भाउजू भनिदिनुहोस् त हामी कस्तो गरिरहेछौँ? पानी छिर्केर जाला निकाल्छ भनेर सुनेको थिएँ साथीहरू, त्यसैले पानी छर्केर जाला निकालिरहेको। गर्न त अस्ति नै साफ गरेको थियौँ होइन, त्यही पनि अलिअलि जाला लागेको थिएँ, त्यही पनि साफ गर्छु कि भनेर आज सरसफाइतिर लाग्यो हुन्छ। ए मैले चाहिँ नुन पानी छिर्छु, भाउजूले देख्नुभयो नि, भाउजू त्यस्तो काम गर्नुहुन्छ। बाबु तिमी चाहिँ किन यता आएको? या त आङमा फोहोर पर्छ नि, आँखामा भुस पर्छ। तिमी यहाँ किन आएको भनिदेऊ त, भन त। हाम्रो चाहिँ यस्तै काम छ, हेर्नुहोस् गाइस, हामी यस्तै काम गर्छौँ, काममा नै बिजी हुन्छौँ। के गर्ने गाई, गाउँतिर घरको सरसफाइ यही हो, गर्दा माटोले गर्दा घरहरू फोहोर हुँदै जान्छ, त्यसैले हामीहरू अलिक सरसफाइ आज गरौँ कि भनेको हो कि। ए हजुरहरूको घरमा पनि फोहोर भइरहेछ भनेपछि नमक पानी हालेर छिट्नु नि त, यो चाहिँ मलाई भाउजूले सिकाउनु भएको। काम गरे भने सबले राम्रो मान्छन् भनेको साँच्ची नै रहेछ। बाई।